हाम्रो च्यानलमा सबैलाई स्वागत छ। ल आज हामी सिधै एउटा निकै शक्तिशाली कथामा डुबुल्की मारौँ है त। यो कथा हो एकजना राजकुमारको, जससँग सबै कुरा थियो, धन, सम्पत्ति, सुन्दरता। तर एउटा कुराको ठूलो कमी थियो, नम्रता। कमलगढका राजकुमार विक्रम, उनको लागि यो सिर्फ एउटा सोचाइ मात्रै थिएन, यो त उनको लागि अकाट्य सत्य थियो। उनी आफ्नै अनुहारमा यति धेरै मोहित थिए कि भनौँ न, ऐना र पोखरीको पानी नै उनका सबैभन्दा मिल्ने साथी बनेका थिए। उनको यही सोचले उनको हरेक व्यवहारलाई डोर्याइरहेको थियो। राजकुमार विक्रमको सुन्दरताको त के कुरा गर्नु, साँच्चै नै लोभलाग्दो थियो। तर अचम्मको कुरा के भने, उनको सुन्दरतालाई पनि माथ गर्ने अर्को एउटा कुरा थियो, त्यो थियो उनको घमण्ड। अनि यही घमण्ड नै उनको सबैभन्दा ठूलो कमजोरी बन्न पुग्यो, जसले उनलाई बिस्तारै विनाशको बाटोतिर लगिरहेको थियो। उनको अहङ्कारले उनको चरित्रमा बिस्तारै विष घोल्दै गयो। हेर्नुस् त, आफ्नै बुबाको बुद्धिमानी सल्लाहलाई त उनले वास्तै गरेनन्। कति सुन्दर राजकुमारीहरू आए, तर उनले सबैमा केही न केही खोट निकालेर फर्काइदिए। अनि हद त तब भयो जब उनले आफ्नो सनकको भरमा निर्दोष मानिसहरूलाई दास बनाउन थाले। उनी आफ्नै आत्ममोहको दुनियाँमा यति डुबे कि त्यहाँ अरूको भावनाको कुनै मोल नै रहेन। तर कथामा एउटा रोचक मोड आउँछ। एक दिन उनी सधैँझैँ बगैँचाको पोखरीमा आफ्नो सुन्दरता निहारिरहेका थिए। तर त्यही बेला उनको त्यो शान्त संसारमा एउटा यस्तो चुनौती आइलाग्यो, जसले उनको घमण्डको जग नै हल्लाइदिनेवाला थियो। हो, यो कुनै सामान्य मयूर थिएन है। यसका प्वाङहरूमा त इन्द्रणीका 7 रङ झल्किएका थिए, अनि शरीरबाट सुनौलो चमक आइरहेको थियो। यस्तो लाग्थ्यो मानो यो देवलोकबाटै आएको कुनै जादुई प्राणी हो। अनि सबभन्दा अचम्मको कुरा, त्यसले मान्छेको भाषामा बोल्यो र सिधै विक्रमको घमण्डलाई चुनौती दियो। त्यो जादुई मयूरले विक्रमको सोचाइलाई ठाडै गलत साबित गरिदियो। मयूरले भन्यो, राजकुमार, साँचो सुन्दरता बाहिरी रूपमा होइन, मनको सुन्दरतामा हुन्छ। अनि अझै थप्यो, वास्तविक शक्ति पद र अनुहारले दिँदैन, त्यो त मान्छेको चरित्र र उसको कामले दिन्छ। मयूरले विक्रमलाई उसको क्रूरताको ऐना देखाइदियो र सुध्रिनका लागि अन्तिम मौका दियो। अब आफ्नो घमण्डमै यत्रो ठूलो चोट लागेपछि विक्रमको रिसको पारो चढिहाल्यो नि। कसरी हिम्मत भयो तेरो ब्रह्माण्डकै सबैभन्दा सुन्दर पुरुषलाई धम्की दिने भनेर उनी चिच्चाए। तर उनले आफ्नो रिस बोक्न नपाउँदै त्यो मयूरबाट एउटा आँखा नै तिर्मिराउने खालको प्रकाश निस्कियो, र त्यही प्रकाशले राजकुमारको भाग्यलाई सधैँको लागि बदलिदियो। अनि जब त्यो प्रकाश बिस्तारै हरायो, विक्रमले आफ्नो जीवनको सायद सबैभन्दा ठूलो झट्का बोहरे। उनको त्यो सुन्दर अनुहार कहाँ गयो कहाँ, एउटा सामान्य मजदुरको जस्तो खस्रो भएको थियो, अनि ती महँगा शाही लुगाहरू पनि च्यातिएका पुराना कपडामा बदलिएका थिए। एकैछिनमा उनको घमण्डको आधार नै उनको सुन्दरता उनीबाट खुसिएको थियो। त्यो मयूरको श्राप उनको अनुहारको परिवर्तन मात्रै थिएन है, त्यो त उनको पुरै पहिचान, उनको पद, उनको विलासी जीवन, सबै कुराको अन्त्य थियो। अब राजकुमार विक्रम भन्ने कोही थिएन। उनको अगाडि एउटा कठोर र एकदमै नयाँ वास्तविकता थियो, जसको सामना गर्नुको विकल्प थिएन। सोच्नुस् त, आफ्नो पहिचान गुमाएपछि विक्रमको के हाल भयो होला। उनी आफ्नै दरबार पुग्दा पहरेदारहरूले उनलाई देखेर हाँसे र भित्र पस्न दिएनन्। शहरका मानिसहरूलाई म राजकुमार हुँ भन्दा सबैले पागल ठानेर खिल्ली उडाए। पहिलो पटक उनले भोक, तिर्खा र पैतालामा उठेका फोकाको पीडा महसुस गरे। अन्ततः भौँटारिँदै टाढाको एउटा गाउँमा पुगेर एक दयालु किसानकोमा मजदुरको काम गर्न बाध्य भए। अब उनको संसार त्यो सानो झुपडीमा खुम्चिएको थियो। दिनभर खेतमा कडा परिश्रम गर्ने अनि रात परेपछि थकेर सुत्ने। घाम र माटोले उनको शरीरलाई बलियो त बनायो, तर त्योभन्दा ठूलो परिवर्तन उनको मनभित्र हुँदै थियो। जिन्दगीमा पहिलो पटक उनी आफ्नो अनुहार कस्तो देखियो भनेर होइन, आज बेलुका के खाने भनेर सोच्दै थिए। हो, यो कठोर जीवनले उनको घमण्डको पहाडलाई बिस्तारै पगाल्दै थियो। हो, यही परिश्रम र बाँच्नुको लागि गरेको सङ्घर्षको बीचमा विक्रमको जीवनमा एउटा यस्तो मोड आउँदै थियो, जसले उनको रूपान्तरणको कथालाई पूरा गर्नेवाला थियो। उनले अब एक यस्ती व्यक्तिलाई भेट्दै थिए, जसले उनलाई सुन्दरताको साँचो अर्थ सिकाउने थिएन्। एक दिनको कुरा हो, उनले काजल नाम गरेकी एक युवतीलाई रोइरहेको देखे। कुरा के रहेछ भने, उनकी आमा सिकिस्त बिरामी थिइन्, तर उपचार गर्ने पैसा थिएन।
काजलको आँखामा त्यो पीडा देखेर विक्रमको मनमा पहिलो पटक अरूको दुःखप्रति दया जाग्यो। सोच्नुस् त, यो त्यही राजकुमार थियो जसले कुनै बेला अरूको आँसुको मजाक उडाउँथ्यो। अनि एक पल पनि नसोची विक्रमले आफ्नो जीवनको पहिलो निस्वार्थ काम गरे। उनले आफ्नो पसिनाले कमाएको, आफ्नै लागि साचेर राखेको सबै पैसा काजललाई दिए र भने, पहिला गएर आमाको उपचार गराऊ, समय खेर नफाल। सायद त्यही क्षणमा त्यो पुरानो घमण्डी राजकुमार सधैँको लागि मरिसकेको थियो। त्यसपछि काजल र विक्रम सँगै काम गर्न थाले, सँगै समय बिताउन थाले। काजलले उनलाई देखाइन् कि सामान्य मानिसहरू आफ्नो जीवन चलाउन कति सङ्घर्ष गर्छन्। उनले सिकाइन् कि एक छाक खाना कमाउनुको मूल्य के हुन्छ अनि ससाना कुरामा पनि कसरी खुसी भेटिन्छ। विक्रमले एउटा यस्तो संसार देखे जुन उनले महलको पर्खालभित्रबाट कहिल्यै देख्न पाएका थिएनन्। त्यति बेला उनले आफ्नो पुरानो जीवन सम्झिए, त्यो खोक्रो प्रशंसा, ती बनावटी सम्बन्धहरू। अनि त्यसको तुलनामा काजलसँग नदी किनारमा बसेर गरेको सामान्य कुराकानी पनि उनलाई दरबारको कुनै पनि ठूलो भोजभन्दा कता हो कता बढी वास्तविक र अर्थपूर्ण लाग्यो। बल्ल उनले बुझे उनलाई काजलको बाहिरी रूपसँग होइन, उसको दयालु मनसँग प्रेम भएको रहेछ। कठिनाईले नम्रता सिकायो, प्रेमले दया सिकायो। अब विक्रमको रूपान्तरण लगभग पूरा भइसकेको थियो। उनको यात्राको अन्तिम अध्याय सुरु हुन लागेको थियो, जहाँ उले साँचो सुन्दरताको रहस्य बुझ्ने थिए र आफ्नो कर्मको फल पाउने थिए। जब विक्रमले हिम्मत गरेर काजललाई आफ्नो विगतको सबै कुरा बताए र बिहेको प्रस्ताव राखे, काजलले मुस्कुराउँदै भनिन्, तपाईँ पहिले जो हुनुहुन्थ्यो मलाई त्यसको मतलब छैन। मेरो अगाडि जो मान्छे उभिएको छ ऊ एक असल र राम्रो मनको मान्छे हो। काजलको यो जवाफले देखायो कि उनले विक्रमको भित्री सुन्दरतालाई देखेकी थिइन्, बाहिरी रूपलाई होइन। त्यो रात विक्रमको मनमा जिन्दगीमै पहिलो पटक साँचो खुशी र शान्ति थियो। उनी मस्त निद्रामा थिए। त्यही बेला उनको झुपडीमा फेरि त्यस्तै चम्किलो प्रकाश फैलियो। हो, त्यो जादुई मयूर फेरि फर्केको थियो। अब परीक्षाको घडी सकिएको थियो, परिणामको समय आएको थियो। मयूरले भन्यो, विक्रम, तिमीले आखिरमा बुझ्यौ कि बाहिरी सुन्दरताभन्दा भित्री सुन्दरता धेरै ठूलो हुन्छ। तिमीले दया र मायाको पाठ सिक्यौ, त्यसैले तिम्रो श्राप अब सकियो। यी शब्दहरूले विक्रमको त्यो लामो र कठिन यात्राको सफल अन्त्यको घोषणा गरे। अनि फेरि त्यस्तै प्रकाशको एउटा चम्किलो घेराभित्र विक्रम आफ्नो पुरानै राजकुमारको रूपमा फर्किए। उनका शाही लुगा, उनको सुन्दर अनुहार सबै फिर्ता आयो। बाहिरबाट हेर्दा उनी पहिलेकै विक्रम थिए, तर भित्र उनी अब एक बिल्कुलै नयाँ, नम्र र दयालु मानिस बनिसकेका थिए। त्यसपछि विक्रम आफ्नो राज्य फर्के, तर एक घमण्डी राजकुमारको रूपमा होइन, एक बुद्धिमान र दयालु राजाको रूपमा। उनले छक्क परे कि काजललाई सबै कुरा बुझाए। उनका बुबा राजा भवानी सिंह 2 वर्षपछि आफ्नो छोरालाई देखेर खुसीले गदगद भए। दरबारमा विक्रम र काजलको धुमधामसँग बिहे भयो अनि उनीहरूले सँगै मिलेर न्याय र करुणाले आफ्नो राज्य चलाए। यो उनीहरूको यात्राको साँच्चै नै सुखद अन्त्य थियो। विक्रमको यो कथाले हामीलाई पनि एउटा गहिरो प्रश्नमा सोच्न बाध्य बनाउँछ। आखिर जीवनको साँचो खजाना के हो त? समयसँगै ओइलाएर जाने बाहिरी रूप कि सधैँ चम्किरहने मान्छेको भित्री चरित्र? यो कथाले हामीलाई आफूमा र अरूमा कुन कुरालाई बढी महत्त्व दिने भनेर सोच्न लगाउँछ। विक्रम र काजलको यो रूपान्तरणको कथा हजुरहरूलाई कस्तो लाग्यो? यदि मन पर्यो भने कृपया यो प्रस्तुतिलाई लाइक गरिदिनुहोला र यस्तै अरू पनि सोच्न बाध्य बनाउने कथाहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। आजको लागि यति नै, धन्यवाद।